दसैँ हामी सम्पूर्ण नेपालीको घर आँगनमा आइसक्यो। आज भनी म तपाईहरुलाई यो खसीको छालासहितको खसीको पक्कुको रेसिपी लिएर आएको छु, जसले तपाईको दसैँ एकदमै भव्य सभ्य बनाउन सक्छ है त। यसको लागि चाहिन्छ हामीलाई एकदमै फ्रेश गरम मसला। एमा छ ल्वाङ, सुकमेल, जीरा, धनिया मैले हल्का भुटेर अनि पिसेको है। अब यो यसरी हाल्नुहोस् सबैतिर पर्ने गरी। त्यसपछि हामीलाई चाहिन्छ तोरीको तेल खनाउनुहोस् यसरी सबैतिर पर्ने गरी लगभग 2-3 चम्चा जति हाल्नुहोस्। अनि फ्रेश जिन्जर गार्लिक, यो बजारको जिन्जर गार्लिक होइन कि फ्रेश घरको, यति चाहिँ चाहिन्छ लगभग 300 ग्राम जति। अनि हामीलाई चाहिन्छ यो थोरै धुलो गरम मसला अर्को खाले थोरै हाल्नुहोस्। अनि यही चम्चा युज गरेर थोरै चिली पाउडर हाल्नुहोस्। अब तपाईले कतिको पिरो खानुहुन्छ त्यही अनुसारको चिली पाउडर हाल्नु होला। अनि त्यसपछि यो चाहिँ मिट मसला हो, स्पेशल्ली थोरै हाल्नुहोस् किनकि हामीसँग अलरेडी अरु धेरै प्रकारको मसला भइसकेको छ। चिल्ली फ्लेक्सले के गराउँछ भन्दाखेरि हल्का टोक्दाखेरि कता कता चिल्लीको पिरो आउँछ, त्यसले स्वादिष्ट बनाउँछ। अनि हामीलाई चाहिन्छ यो घरमै पिसेको फ्रेश यो के भन्छ अरे यसलाई हल्दी। अनि नुन हाल्नुहोस्, नुन लगभग 3 चम्चा जति हाल्नुहोस्। यो भाँडाको मासु अनुसार 1 2 3 पछि थप्दाखेरि पनि केही फरक पर्दैन। यति हालिसकेपछि तपाईले राम्रोसँग यसलाई सबैतिर पर्ने गरी मोल्नुहोस्। मोलिसकेपछि तपाईले लगभग अब दसैँ त सबैको घर आँगनमा आइसक्यो, लगभग अब 3-4 दिन बाँकी छ। तपाईले लगभग यदि 24 घण्टा जति यो म्यारिनेट गरेर फ्रिजमा राख्नु भएर पक्कु बनाउनु भयो भने तपाईको घर आउने पाहुनाले दक्षिणा सक्षिणा केही पनि खोज्दैनन्। यति मासु खाएर गयो भने तिनीहरूले उल्टै आशिष दिएर जान्छन्। ल भनेको मान्नुहोस्, यो पकाएर खुलाउनुहोस्। यदि मिठो भएन भने मेरो भिडियोमा डिसलाइक गर्दा पनि केही फरक पर्दैन। ल ग्यारेन्टी।